कछडिया टोलमा चाहिँ अपाङ्गता भएको व्यक्ति एउटा हुनुहुँदो रहेछ। अहिलेसम्म अपाङ्गता भत्ता पाउनु भएको रहेछ। उहाँको अवस्था एकदम नाजुक छ, प्यारालाइज भएको रहेछ। आजै अपाङ्गता भत्ता मिलाइदिनु। नाम उहाँको टिप्नुहोस् त, मेरो साथी यति गरिदिनुहोस् न। नाम के अरे? जमाइर शाह। हस्, जसरी पनि अपाङ्ग भत्ता हस् हस् हामी आउँदैछौँ है त्यही गाडीमा। ल हामी त्यहाँ गएर आउँछ है। त्यो बिरामीलाई स्वास्थ्य कस्तो? ढल्काएर राखिदिन्थ्यो, अलिक घाममा राखिदिनु न। घाममा प्यारालाइसिस भएको रहेछ। प्यारालाइसिसको त अब आफै सुधार्दै जाने कुराहरू हो। थेरापी गर्नुपर्छ त्यसको। थेरापी डक्टरकै सल्लाह अनुसार डक्टर एउटा लिएर आउँछु। गाउँमा डक्टरै चाहिँदैछ। म एउटा मान्छे टिम बोलाउँछु है। दुईवटा बिरामीहरू ल म डक्टर बोलाउँछु है अहिले। यहाँ डक्टर तपाईँले छ नि यो टोलमा। तपाईँले डक्टर कसले रिसिभ गर्नु? तपाईँको नम्बर दिनुहोस् न। मेरो नम्बर यहाँ आउनु जा डक्टर साहब। यो त तपाईँले सबले देखाउनु पर्छ। काली लाग्दो अवस्था छ हेर्नुहोस् त्यहाँ। पानीको कारण हो कि के को कारण हो यो केही पनि छैन। यो शिक्षा र स्वास्थ्यमा भनेपछि एकदम गाह्रो छ। हेर्नु पर्दाखेरि हाम्रो पहाड भन्दा पनि विकट ठाउँ जस्तो भइरहेछ कि यो। देखै छ ई बिछाउन बिछावाना सबै गोट कलै छ। ओके मानसिक सन्तुलन अति हो गल बा उ कुरा थाहा नै के हो त उ जान के थोरै करै त बिरामी गर्नु शरीर असक्त बा त्यो बिजोको अवस्था छ शरीर हामीलाई त एउटा गाउँमा राम्रो उम्मेदवार राम्रो नेता कोही पनि छैन के यहाँ एउटा गरिबको आवाज सुन्ने खाना लाउन म भनेन सर गाह्रो छ यहाँ 8 महिना बाहिर रोज जो इट्टा भट्टामा गएर रात दिन काम गर्ने अवस्था यस्तो दर्दनाक अवस्था छ हेर्नुस् न हाम्रो यो जमिन पनि उहाँहरुको आफ्नो होइन के सिरानी राखी अपाङ्गता भत्ता पाउनु पर्ने हो नि उहाँले त्यो नै नपाइदिनु